नमस्कार। फेरि म आज अर्को एउटा पुस्तकको बारेमा कुरा गर्न गइरहेको छु र यो पुस्तक ह्याप्पी हेल्दी गट जेनिफर ब्राउनले लेख्नुभएको पुस्तक हो। यदि तपाईलाई कुनै किसिमको डाइजेसन रिलेटेड प्रब्लम छ, जस्तो इन्फ्लेमेटरी बाउल डिजिज, इरिटेबल बाउल सिन्ड्रोम हैन, अथवा कुनै पनि प्रकारको चाहिँ डाइजेसनको प्रब्लम छ भने उहाँ के भन्नुहुन्छ भने इट्स नट बिकज अफ यर एज अर जिन, इट्स अल बिकज अफ हाउ यु इट, वाट यु इट भन्ने कुरा चाहिँ यो पुस्तकमा उहाँले प्रश्न पार्नुभएको छ। र मलाई यो पुस्तक किन पनि मन पर्यो भने, र यदि तपाईलाई कुनै किसिमको डाइजेस्टिभ प्रब्लम छ भने यो पुस्तक चाहिँ नि म पढ्नलाई रिकमेन्ड गर्छु, अथवा यो भिडियो पुरा हेर्नुभयो भने पनि यसमा मोटामोटी तपाईलाई म की मेसेजहरू सेयर गर्ने नै छु। पहिलो कुरो त यो अथर आफैलाई चाहिँ नि आफ्नो अनुभव उहाँले लेख्नुभएको छ र उहाँले के पनि भन्नुभएको छ भने जब उहाँलाई चाहिँ नि आइबिएस इरिटेबल बाउल सिन्ड्रोम थियो त्यतिखेर चाहिँ नि उहाँले एउटा रोचक प्रसङ्ग यहाँ लेख्नुभएको छ। उहाँलाई उहाँको बिहामा जुन गाउन उहाँले सिलाउनु भएको थियो त्यो गाउन टाइट होला भन्ने उहाँलाई बडा चिन्ता थियो र त्यो चिन्ताले गर्दाखेरि पनि उहाँलाई थप स्ट्रेसहरू चाहिँ नि दिइरहेको। र उहाँले के भन्नुभएको छ भने हाम्रो पेटमा जति नसाहरू छन् ती नसा चाहिँ नि हाम्रो स्पाइनल कर्डमा भएको न्युरोन्स अथवा त्यो नसा बराबर हुन्छ र हाम्रो पेट र दिमाग डाइरेक्टली कनेक्टेड छ। जब एउटा फिटसको रूपमा हामी जन्मिनुभन्दा अगाडि आमाको कोखमा हुर्किँदै हुन्छौँ त्यतिखेर अप टु सर्टन एक्सटेन्ट चाहिँ नि हाम्रो पेट र दिमाग एउटै हुन्छ। केही त्यो डेभलपमेन्टको प्रोसेसमा केही महिनापछि मात्र त्यो दुईटा छुट्टिने हुँदाखेरि हाम्रो डाइजेसन र ब्रेन दुईटा एकदम कनेक्टेड छ र कुनै पनि डाइजेसन प्रब्लम छ भने हामीलाई त्यसले दिमागमा पनि असर पुर्याइरहेको हुन्छ। तसर्थ यदि तपाईँलाई आइबिएस छ भने मलाई लाग्छ तपाईँलाई अलिकति एङ्जाइटी डिप्रेसन पनि भएको हुनसक्छ। तसर्थ यो पुस्तक तपाईँको लागि उपयुक्त हुन्छ। र यसमा चाहिँ नि उहाँले विशेष गरेर प्लान्ट बेस्ड डायट जति पनि हामीले चाहिँ नि बोट बिरुवाबाट उत्पादन भएका चिजहरू पाउँछौँ र त्यसलाई होल ग्रेनको रूपमा अथवा होल प्रडक्टको रूपमा नट एज द होल ग्रेन इज बेटर देन पार्ट अफ हिज सम भनेर उहाँले रिपिटेडली मेन्सन गर्नुभएको छ। र सकेसम्म खानालाई नेचुरल अवस्थामै खाने र हार्भेस्ट गरे सिजनल कुराहरू खाने हैन, हार्भेस्ट गरेर धेरै टाढादेखि ल्याएको प्रडक्टहरू सकेसम्म त्यसलाई नखाने र प्रोसेस्ड फुडहरू छ भने पटक्कै नखाने। र उहाँले यसमा चाहिँ नि अलिकति लाइभस्टक प्रडक्ट भिगन हुनलाई उहाँले इन्करेज गर्नुभएको छ। तर अब एकैचोटि तपाईँ सबै चिज खाइरहनु भएको छ भने भिगन हुन पनि गाह्रो होला। यद्यपि त्यो असम्भव भन्ने छैन, तर उहाँले प्र्याक्टिकल सोल्युसनहरू पनि दिनुभएको छ। तपाईँको आफ्नो चलिरहेको डाइटमा कसरी सुधार गर्दै लाने भन्ने कुराहरू पनि यसमा छ। र उहाँले के भन्नुभएको छ भने यदि तपाईँले आफ्नो डाइटलाई चेन्ज गर्नुहुन्छ भने सुरुको 2 हप्ता तपाईँको बडी जब डिटक्सिफिकेसन भइरहेछ त्यतिखेर पनि अलिकति असहज हुन्छ तपाईँलाई र केही असहजता महसुस हुन्छ। तर त्यसलाई चाहिँ नि जब तपाईँले 2 हप्तापछि पनि निरन्तरता दिनुहुन्छ भने त्यसले तपाईँको समस्याको समाधान लगायत तपाईँलाई अझ बढी स्वस्थ जवान र तपाईँको चाहिँ नि हेल्दी लाइफ बिताउनलाई त्यसले मद्दत गर्छ भन्नुभएको छ। र यो किताबमा चाहिँ नि उहाँले रेसिपीहरू पनि दिनुभएको छ टुवर्ड्स द एन्ड अफ दिस बुक हैन। लास्टमा गएर चाहिँ उहाँले तपाईँको चाहिँ नि हरेक 7 दिनको लागि छुट्टा छुट्टै रेसिपी दिनुभएको छ, ब्रेकफास्टको लागि, लन्चको लागि, डिनरको लागि कसरी हामीले चाहिँ नि खाने भनेर। र एउटा कुरा उहाँले के पनि यहाँ भन्नुभएको छ भने यदि तपाईँ प्योर भिगन हुनुहुन्छ भने तपाईँलाई भाइटामिन B12 को चाहिँ नि तपाईँलाई थप आवश्यकता पर्दछ।
अब त्यो पनि हामी प्राकृतिक रूपमा परिवर्तित गर्न सक्छौँ। तर चुनौती के भने त्यो प्राकृतिक रूपमा पाउनको लागि चाहिँ जहाँ हाम्रो खानेकुराहरू फल्छ जुन जमिन, त्यो जमिन पनि प्राकृतिक रूपमा अर्ग्यानिकली ग्रोन अर्ग्यानिक फार्म हुनु पर्यो, प्योरली अर्ग्यानिक। र त्यो फार्ममा उत्पादन भएको चिजलाई हामीले धेरै धोइ पखाली गरेर खायौँ भने पनि त्यो भिटामिन B12 चाहिँ हामी लिन सक्दैनौँ। त्यो हुनाले यदि तपाईँ प्योर भिगन हुनुहुन्छ भने तपाईँलाई भिटामिन B12 को सप्लिमेन्ट चाहिन्छ। त्योदेखि अलावा अरू सबै चिज चाहिँ तपाईँ प्योरली प्लान्ट बेस्ड डायटबाट पाउन सक्नुहुन्छ। र होइन अब तपाईँलाई अलिकति म फेरि प्योरली भिगन हुनैपर्छ भन्ने पनि छैन। तपाईँको हेल्दी गटको लागि तपाईँले आफूले खाएको चिजलाई अलिकति ध्यान दिएर खानुभयो भने कन्सियस इटिङ हैन, खाइसकेपछि तपाईँको शरीरले त्यसलाई कसरी प्रभाव पारेको छ भन्ने कुरा तपाईँले अलिकति ध्यान दिएर आफ्नो शरीरलाई बुझ्नुभयो भने पनि तपाईँले केही मात्रामा माछा अन्डा जस्ता चिजहरू सकेसम्म रेड मिटलाई अभोइड गर्नुहोस् भन्नुभएको छ। र केही चिजहरू अथवा चिज अथवा मिल्क प्रडक्ट पनि उहाँले सकेसम्म चाहिँ नि खाँदै नखानुहोस्। दुध भनेको चाहिँ नि मान्छेको लागि हुँदै होइन नै भन्नुभएको छ होइन। तर यदि तपाईँको शरीरले तपाईँको पाचन प्रणालीले त्यसलाई सहज रूपमा स्वीकार्छ भने त्यसलाई पटक्कै छोड्नुपर्छ भन्ने पनि छैन भनेर भन्नुभएको छ। र यो अत्यन्तै रोचक र लेखकको आफ्नो अनुभवको आधारमा लेखिएको पुस्तक हुनाले यसलाई किनेर पढ्नको लागि म अनुरोध गर्दछु। होइन भने मोटामोटी यसमा भएको कुराहरू मैले यो भिडियोमा पनि राखेँ। सुनिदिनु भयो, धन्यवाद।